ल साथीहरु यो चाहिँ कागती हो है। यो चाहिँ कागती मैले टिपेर अब टक्क अब यसलाई चाहिँ घोटेर अनि त्यसपछि घाममा सुकाएर त्यसपछि बट्टामा अचार हाल्ने मैले प्लान बनाएर छु। अब ल हेर्नु साथीहरु, मैले यसरी चाहिँ साथीहरुलाई पनि यसो देखाउने कोसिस गरिरहेको छु। यो कागतीको अचार हालेर टक्क चाहिँ भातसँग खाने, आहा कति मिठो हुन्छ होला है भनेर चाहिँ टक्क अब यसलाई चाहिँ घोट्ने। यसलाई चाहिँ सुन कागती भन्छ है साथीहरु। फेरि यो विकासे चाहिँ होइन नि, यो सुन कागती हो। यो पहाडको एकदम लोकल प्योर अर्ग्यानिक कागती हो। यसले बोसोको मात्रा कटाउने काम गर्दछ। त्यसले गर्दाखेरि साथीहरुलाई मैले यो देखाउने कोसिस गरिरहेको छु। हेर्नु होला। अब यसको बोट चाहिँ यहाँ हेर्नु होला साथीहरु, यसको बोट चाहिँ यता छ है। यो चाहिँ यसरी फलेको छ, हेर्नु होला। लटरम्म यसरी फलेको छ। यो चाहिँ मैले बोट पनि देखाएँ। यो चाहिँ एकदम अर्ग्यानिक यो चाहिँ सुन कागती भन्छ पहाडको। यसले चाहिँ बोसोको मात्रा कटाउने काम गर्दछ, मोटोपन घटाउँदछ। यो चाहिँ बिहान बिहान एक एक दानो टक्क खायो भने है। ल यो चाहिँ कागतीको बोट हो साथीहरु। मैले यसरी कागतीको बोट, कागतीको फल यहाँ चाहिँ देखाइरहेको छु। ल हेर्नु होला यसरी चाहिँ टक्क। ल हेर्नु होला पखान। अब यसरी चाहिँ ठ्याक्क यो अचार हालेर अचार बनाएर चट्ट खाएपछि कम्ता मिठो हुन्छ र। ल हेर्नु होला साथीहरु, यसको चाहिँ अचार टक्क बनाएर खाएपछि यस्तो कायदाको यस्तो मिठो हुन्छ कि साथीहरुलाई कागती आवश्यकता परेमा साथीहरुले चाहिँ सम्पर्क राख्नु होला। हामी चाहिँ उपलब्ध गराउँछौं।